गुरुकुल नेपालको नयाँ भिडियोमा सबैजनालाई स्वागत छ। आजको यस भिडियोमा हामी 2081 मा चाहिँ एससी दिने स्टुडेन्टहरूले बुझ्नुपर्ने केही कुराहरूको बारेमा चाहिँ बताउन गइरहेका छौँ। सबभन्दा पहिला चाहिँ हामीले के कुरा बुझ्नुपर्छ भनेदेखि कक्षा 10 मा चाहिँ ग्रेडिङको नयाँ पद्धति लागू भएको छ हैन। यो अघिल्लो वर्ष 2080 सालदेखिबाट चाहिँ हाम्रो एससी एक्जाममा चाहिँ नयाँ ग्रेडिङ सिस्टमको चाहिँ लागू भएको छ, जसले गर्दा योभन्दा अगाडि चाहिँ हाम्रो कहिले पनि एनजी आउँथेन भनेदेखि योभन्दा अघिल्लो वर्ष 2080 देखिबाट चाहिँ हामीहरूले डी+ भन्दा तलहरू ल्यायौँ भनेदेखि चाहिँ हाम्रो के हुन्छ, एनजी लगाएर हामीलाई चाहिँ फेल बनाइदिने गर्दछ। यो चाहिँ हाम्रो 2080 सालदेखिबाट लागू भएको हो, यो वर्ष पनि लागू हुन्छ। अर्को कुरा भनेको हाम्रो हरेक विषयमा चाहिँ न्यूनतम 25% को आन्तरिक मूल्याङ्कन राखिएको छ, जसमा चाहिँ विद्यालय नै अङ्क प्रदान गर्छ हैन। हाम्रो चाहिँ पहिला चाहिँ कति हुन्छ, 100 मार्कको क्वेसनहरू आउने गर्थ्यो म्याथको हैन, साइन्सको। भनेदेखि योभन्दा अघिल्लो वर्ष 2080 देखिबाट चाहिँ हाम्रो के भएको छ, सबै सब्जेक्टको चाहिँ फुल मार्क चाहिँ हाम्रो 75 बनाइदिएको छ र 25% चाहिँ 25% अथवा 25 नम्बर चाहिँ हाम्रो प्र्याक्टिकल राखिदिने गरेको छ। त्यो चाहिँ के हुन्छ, सबैको आफ्नो स्कुलले नै दिने गर्दछ। प्र्याक्टिकल नम्बर चाहिँ स्कुलले दिने गर्छ, प्र्याक्टिकलको चाहिँ हामीले एक्जाम स्कुलमै दिनुपर्ने हुन्छ हैन। तर हाम्रो कम्प्युटरहरूको चाहिँ के हुन्छ, 50 नम्बरको प्र्याक्टिकल आउने गर्छ है। कम्प्युटरहरूको सब्जेक्टको चाहिँ 50 नम्बरको थ्योरी हुन्छ, 50 नम्बरको चाहिँ प्र्याक्टिकल हुन्छ। यसरी तिमीहरूले कुरा बुझ्नु पर्यो। यो चाहिँ हाम्रो 2080 सालदेखिबाट लागू भएको हो, यो वर्ष 2081 मा पनि यही कुरा लागू हुने गर्दछ। अर्को कुरा भनेको चाहिँ एससीमा चाहिँ 75 पूर्णाङ्क भएको विषयमा पास हुन कम्तीमा हामीले 26.25 नम्बर अर्थात् 35% ल्याउनै पर्छ, नत्र एनजी आउँछ। योभन्दा अगाडि चाहिँ हाम्रो एनजी आउँथेन हैन। 2080 सालबाट चाहिँ हाम्रो के भएको छ भने एससीमा चाहिँ हाम्रो अब 100बाट 75 फुल मार्क झारे पनि हामीले कति ल्याउनु पर्यो, लेखेर हामीले 26 नम्बर ल्याउनै पर्यो है। तिमीहरूले के गर्नु पर्यो, लेखेर 26 नम्बर ल्याउनै पर्यो र त्यो 26.25 नम्बर भनेको कति हो, पर्सेन्टेजमा हेर्दाखेरि 35% चाहिँ ल्याउनै पर्यो। तिमीहरूले सोचेको होला कि मैले लेखेर 20 नम्बर लिएर आएँ अनि प्र्याक्टिकल मेरो स्कुलले चाहिँ 20 नम्बर थपिदिएर 40 नम्बर पुग्यो, अब 40 नम्बर आएपछि त पास भइहाल्यो भन्ने ठान्छौ होला। तर त्यस्तो हुँदैन। तिमीहरूले प्र्याक्टिकल बाहेक लेखेर 26.25 नम्बर त ल्याउनै पर्यो पास हुनको लागि। प्र्याक्टिकल चाहिँ हाम्रो यसमा जोडिँदैन है। तिमीहरूको थ्योरीमा तिमीहरूले 26 नम्बर ल्याएनौ भनेदेखि प्र्याक्टिकल 20 नम्बर दिए पनि तिमीहरू फेल हुन्छ है। त्यही भएर के गर्नु पर्यो, लेखेर तिमीहरूले 26 नम्बर चाहिँ ल्याउनै पर्यो, 26 नम्बरभन्दा माथि चाहिँ ल्याउनै पर्यो। यो कुरा तिमीहरूले बुझ्नु पर्यो। त्यो पछाडि अर्को कुरा के छ भनेदेखि सबै विषयमा कम्तीमा डी ग्रेड आयो भने मात्र पास मानिन्छ र ग्रेड सिट प्राप्त गर्न सकिन्छ। तिमीहरूले बुझिसक्यो होला। यो अघिल्लो वर्ष 2080 सालभन्दा अगाडि चाहिँ हाम्रो जति ल्याए पनि हामीले हैन, ई ल्याए पनि, डी+ ल्याए पनि, डी ल्याए पनि के हुन्थ्यो, हाम्रो ग्रेड सिट आउँथ्यो हैन। हामीले अनि पास भनेर भन्थ्यो, तर हामीलाई फेल कहिले पनि भन्थेन। तर अहिलेबाट चाहिँ के भएको छ, 2080 सालदेखिबाट चाहिँ हाम्रो सबै विषयमा हामीले कम्तीमा नि डी ग्रेड त ल्याउनै पर्यो। डी ग्रेड ल्याइएन भनेदेखि चाहिँ हामी फेल पनि हुन्छौँ र हामीले ग्रेड सिट पनि प्राप्त गर्न सक्दैनौँ है त। यो कुरा तिमीहरूले बुझ्नु पर्यो। त्यो पछाडि हाम्रो अर्को कुरा के छ भनेदेखि 1 वा 2 वटा विषयमा मात्र एनजी आयो भने तुरुन्त हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाइन्छ भनेको छ। जस्तै तिमीहरूले एक्जाम दियो एससी एक्जाम, तिमीहरूको म्याथ, साइन्स र इङ्ग्लिसमा फेल भयो भनेदेखि 3 वटा विषयमा फेल भयो भने तिमीहरूले अब एक्जाम दिएर रिजल्ट आए पछाडि तिमीहरूको फेरि तिमीहरूले एक्जाम दिन पाउँछौ नि, रिएक्जाम दिन पाउँछौ। त्यो एक्जाम चाहिँ दिन पाउँदैनौ, किनभने तिमीहरूले सबभन्दा धेरैमा 2 वटा विषयमा फेल भयो भने मात्र एक्जाम दिन पाउँछौ। 3 वटा विषयमा फेल भयो भनेदेखि चाहिँ यो वर्ष एक्जाम दिनै पाउँदैनौ रिएक्जाम, फेरि तिमीहरूले अर्को वर्ष पढेर एक्जाम दिनुपर्ने हुन्छ। तर यो कुरा चाहिँ हाम्रो 2080 सालमा नै यही भनिएको थियो। तर के भएको थियो भनेदेखि 2080 सालमा चाहिँ हाम्रो धेरै विद्यार्थीहरू फेल भएका थिए नि त एससीमा। 48% भन्दा माथि धेरै विद्यार्थीहरू फेल भएकोले चाहिँ यो नियम लागू नगरेर के गरेको थियो भने जतिवटा विषयमा फेल भए पनि रिएक्जाम दिन पाउने भनेर भनिएको थियो। अब यो वर्ष पनि धेरैजना फेल भयो भनेदेखि चाहिँ तिमीहरूले 3-4 वटा विषयमा फेल भए पनि रिएक्जाम तिमीहरूले दिन पाउन नि सक्छौ यही वर्ष। अब थोरै विद्यार्थी फेल भयो भने चाहिँ के हुन्छ, अर्को वर्ष दिनुपर्ने हुन्छ। तिमीहरू 2 वटा विषयमा मात्र फेल भयो भनेदेखि चाहिँ यही वर्ष रिएक्जाम दिन पाउँछौ भन्ने कुरा तिमीहरूले बुझ्नु पर्यो। त्यो पछाडि अर्को के रहेको छ भने हाम्रो 2 भन्दा बढी विषयमा एनजी आयो भने अर्को वर्षको एससी परीक्षामा मात्र ग्रेड वृद्धि गर्न सकिन्छ भनेर भनेको छ। यो भनेको नि त्यही माथिल्लो पोइन्ट जस्तै हो। के भनेदेखि तिमीहरूको 2 वा 2 भन्दा बढी विषयमा चाहिँ 2 भन्दा बढी है, 2टामा आयो भने केही फरक पर्दैन। 2 भन्दा बढी विषयमा चाहिँ तिमीहरूको कम नम्बर आयो भने चाहिँ तिमीहरूले ग्रेड वृद्धि परीक्षा दिन मिल्छ नि त। जस्तै मेरो ग्रेड बढाउनु पर्यो भनेर तिमीहरूले फ्री रिएक्जाम दिन्छौ त, त्यो दिनको लागि पनि के हुनु पर्यो, 2 वटा विषयमा मात्र आएको छ भने तिमीहरूले दिन पाउँछौ। त्योभन्दा बढी विषयमा चाहिँ कम एनजी आएको छ भनेदेखि तिमीहरू कपिकलकै मिस्टेक भएर एनजी दिएको हुनसक्छ। त्यस्तो भयो भने चाहिँ तिमीहरूले के गर्नुपर्छ, अर्को वर्ष नै दिनुपर्ने हुन्छ। यही वर्ष दिन पाउँदैनौ रिएक्जाम भनेर बुझ्नु पर्यो। धेरै सो के हुन्छ भन्दाखेरि कोही स्टुडेन्टहरू फेल हुन्छन् भने कोही स्टुडेन्टहरूको चाहिँ कहिलेकाहीँ कपी हराउने हैन, त्यस्तै कपी चेक गर्दाखेरि गल्ती भएर तिमीहरूको जान्ने विद्यार्थी तर आफू पास हुन्छु भन्ने लागे पनि फेल हुने हुन्छन्। त्यस्तो विद्यार्थीहरूको पनि 2 वटा भन्दा बढी विषयमा एनजी देखिएको छ भनेदेखि तिमीहरूले अर्को वर्ष दिनुपर्ने हुन्छ। यही वर्ष ग्रेड वृद्धि परीक्षा दिन पाउँदैनौ है त। यो कुरा पनि तिमीहरूले बुझ्नु पर्यो। अर्को कुरा भनेको हामीले के बुझ्नुपर्छ भनेदेखि परीक्षा दिँदा चाहिँ एनजी ग्रेड आएको विषयको मात्र परीक्षा दिन पाइन्छ। यो कुरा के हो भनेदेखि जस्तै तिमीहरूले
अहिले यो वर्षको एससी एक्जाम 2081 मा अहिले एक्जाम दियौ अन्त पछाडि तिमीहरूको अब असार साउन जेठमा रिजल्ट आयो, रिजल्टमा चाहिँ तिमीहरूको दुईवटा विषयमा फेल भयो भनेदेखि, जस्तै तिमीहरू म्याथमा फेल भयो भनेदेखि तिमीहरूले रिएक्जाम दिँदाखेरि म्याथको मात्र एक्जाम दिए हुन्छ, तिमीहरूले अरू सबै सब्जेक्टको दिनु पर्थेन। तर यो हाम्रो 2080 सालभन्दा अगाडि चाहिँ रिएक्जाममा हामीले अरू सब्जेक्टहरूको पनि एक्जाम दिनु पर्थ्यो। तर यो वर्षबाट हामीलाई के गरिदिएको छ, योभन्दा अघिल्लो वर्षदेखिबाट जुन विषयमा फेल भएको छ त्यही विषयको मात्र एक्जाम दिन पाइन्छ। अर्को कुरा भनेको हाम्रो के छ भनेदेखि यस्तो ग्रेड वृद्धि परीक्षा चाहिँ 3 पटक मात्र दिन पाइन्छ। यसको मतलब के हो भनेदेखि तिमीहरूले एकचोटि फेल भयो, यो वर्ष अब 2081 मा फेल भयो अनि तिमीहरूले रिएक्जाम दियौ हैन, ग्रेड वृद्धि परीक्षा दियौ अनि त्यसमा पनि फेल भयो, फेरि अर्कोचोटि नि दिन पाइन्छ, त्यो बेला पनि फेल भयो र फेरि अर्कोचोटि पनि ग्रेड वृद्धि परीक्षा दिँदाखेरि 3 चोटिसम्म तिमीले ग्रेड वृद्धि परीक्षा अथवा एनजी भएर फेल भएको रिएक्जाम दिँदाखेरि पनि पास भएनौ भनेदेखि चाहिँ अनि तिमीहरूले कहिले पनि एक्जाम दिन पाउँदैनौ, तिमीहरूको चाहिँ पढाइ एससीसम्म मात्र हुन्छ भन्ने कुरा तिमीहरूले बुझ्नु पर्यो। कम्तीमा पनि हामीले के 3 पटकसम्म मात्र एक्जाम दिन पाइन्छ, फेल भयो भनेदेखि त्योभन्दा बढी दिन पाइँदैन भनेर तिमीहरूले बुझ्नु पर्यो। यसरी हामीले चाहिँ 2081 सालमा एससी दिने विद्यार्थीहरूले बुझ्नुपर्ने केही कुराहरू चाहिँ लिएर आएका छौँ। तिमीहरूले क्लियरसित बुझ्यौ होला, बुझेको छैनौ भने कमेन्ट गरेर सोध्न सक्छौ केही प्रश्नहरू भएदेखि। आजको लागि चाहिँ यति नै। एससी 2081 को सबैजनालाई बेस्ट अफ लक।